एभ्रिवान, नमस्ते अनि सेवा र सबैजनालाई अनि वेलकम आजको मेरो न्यू डे अनि न्यू भ्लगमा सबैजनालाई स्वागत छ। देख्न सक्नुहुन्छ आज म चाहिँ दाउरा खोज्न जाँदैछु। यहाँ भाइ र बहिनी त पछाडि आउँदैछन्। हामी चाहिँ जाँदैछौँ साथीहरू। बाउले कहाँ गोरु जोत्दैछ? बाउले कहाँ गोरु जोत्दैछ? देख्न सक्नुहुन्छ यता हाम्रो लसुन बारीहरू। यहाँ चाहिँ हाम्रो प्याजको बिउ रोपेको साथीहरू देख्न सक्नुहुन्छ। पहाडमा त हुँदैन, हाम्रोतिर त हुन्छ, अलिक बेसी हुनु पर्यो, धानहरू हुनेमा हुन्छ। यहाँ चाहिँ हामीले धनियाँ छर्नु भनेर उयो गरेको साथीहरू देख्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ बस्यौँ हान्नु भनेर ऊ पर चाहिँ हाम्रो बाउ गोरु जोत्दै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। हामी चाहिँ दाउरा काट्नु गएको साथीहरू। अब नानी चाहिँ सुताइराखेर कुकुरमा अहिले उठेर झगडा गराउने मार्छिन् हामीले। ओ सुन, यताबाट खोज्दै जाउँ कि? यो चाहिँ हाम्रो जङ्गलहरू हो साथीहरू। यो जङ्गलमा हामी दाउरा खोज्छौँ जहिले पनि। हाम्रो यो बाँसहरू, यो केराहरू देख्न सक्नुहुन्छ। यो केरा, यो अम्लिसो। सुकेको छैन, होइन उता पर मैले अस्ति सुकेको छैन, अस्ति मैले सुकेको थिएन कि जाऊ त छानेर त म त ओर्लिहालेँ कि त। अनि यहाँतिर भाइ बहिनीहरू ढुकुरको जोडीहरू हिँडिरहेको छ। ढुकुर जोडीहरू यहाँहरू बाउ गोरु जोड्दै हुनुहुन्छ। ढुकुर जोडी यो दाउरा त सुकेको छ। हामी चाहिँ यस्तो दाउरा पनि लान्छौँ नि साथीहरू, घाँसको टाँकीको। अस्ति मैले हुँदै त खोजेको नि दाउरा, यहाँनिर उताबाट निकालेँ होइन। अनि हाम्रो खेत भित्र पसेको छु नि, यहीँ छेउछेउको निकालेको नि मैले त। सुनाल चाहिँ यहाँ दाउरा भेटिहाल्यो होइन। उसले चाहिँ काट्दैछ, यहाँ देख्न सक्नुहुन्छ। मक्केको रहेछ तर दुई ठुन्का। यहाँबाट जाने ठाउँ थियो त हो न, अनि तलतिरबाट यहाँबाट हो। ती छोडा देख्न सक्नुहुन्छ साथीहरू हाम्रो जङ्गल। यहाँ तल पनि देख्न सक्नुहुन्छ। यो सुन, यहाँबाट जाउँ कि यता पछि जाउँ कि यता जाउँ? यहाँ मुनि पाउँछ क्या भाइ? हामी चाहिँ यस्तो पहिरो भिरमा के अरे दाउरा काटेको साथीहरू देख्न सक्नुहुन्छ। यहाँ तान्दैछु। यो लहरामा अड्केको रहेछ कि दाउरा, तानी मजा नि हुँदैन, अब दुईजना तान्नु पर्यो। साथीहरू उसको चाहिँ भारी यता लाएर गएको, मेरो चाहिँ भर्खर भारी लाउन जाँदैछु। देख्नुहुन्छ साथीहरू, म चाहिँ यहाँ उपरतिर छ मेरो चाहिँ। यस्तो क्यामेरा नै धुलो भएछ। लैजाउँ न त्यसलाई। देख्न सक्नुहुन्छ दाउरा काट्दा यहाँ भित्र पो छ त नि।
त्यसलाई यहाँ माथि निकालौँ कि के गरौँ? उयो तल पनि छ होला दाउरा। सुल्किसक्यो। नानीहरूको जस्तो लाग्यो। फेरि दाउराको भारी बोकेर गएको नानी रिसाएको अरे। देख्न सक्नुहुन्छ मेरो भारी। बाउ चाहिँ अझैसम्म जोत्दै हुनुहुन्छ। यहाँ उसको भारी। तर तिमीलाई धेरै दाउरा पऱ्यो नि। ड्रइङ साथीहरू अब घरमा पुगेर भेट्नेछु तपाईँहरूसँग म। फाइनली साथीहरू म चाहिँ खानासाना खाएर नुहाइ गरेर अब भने चाहिँ म चाहिँ बोडी गउन आँटेको। अनि बोडी गउन बिउ माटो ल्याउन आइरहेको छु म चाहिँ। देख्न सक्नुहुन्छ हाम्रो मलको खाडी यहाँ। अनि म चाहिँ बोडी रोप्ने आज बोडी रोप्ने भनेछु सरी म चाहिँ बोडी गर्नुपर्ने छ। अनि थोरै मल हालेर बोडी गर्नु पर्यो भनेर म चाहिँ मल उगाउन आइरहेको छु साथीहरू। तपाईँहरूलाई म मल उगाएको देखाउने छु। म चाहिँ मल पनि लिएर यति लिएर आइसकेँ। मल मैले यति लिएर आइसकेँ साथीहरू देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हामीले मल लगाउँदै यसमा माटो लगाउनु पर्ने हुन्छ देख्न सक्नुहुन्छ। अनि म चाहिँ यता आज भर्खर नुहाएको अनुहार पनि कस्तो भइरहेको। अनि यता चाहिँ हाम्रो सागको बिरुवाहरू छ अलिअलि देख्न सक्नुहुन्छ। यहाँनिर एउटा आएको साग। अनि उता पर पनि छ। उयो पर देखिराख्नु भएको छ नि त्यो चाहिँ धनिया हो। अनि यहाँ चाहिँ मुला हो। अनि हामीले बिहान खोजेर ल्याएको दाउरा देख्न सक्नुहुन्छ ऊ पर। अनि अब म चाहिँ यो काम गर्नुपर्ने हुन्छ साथीहरू। मल लगाउँदै खन्नुपर्ने हुन्छ। म तपाईँलाई देखाउने नै छु। हेर्नु होला हाम्रो भिडियो। अब यो मल लाउँदै चाहिँ मैले यहाँनिर माटो दिनुपर्ने हुन्छ। तर यहाँनिर चाहिँ सोप पनि अस्ति हानेको थियौँ। सोपको बिउ पनि पलाएको रहेछ यत्रो भर्खर यति हुँदो रहेछ साथीहरू देख्न सक्नुहुन्छ। बोडीमा मल लायो भने चाहिँ राम्रो हुन्छ नि त साथीहरू। मौलाएर आउँछ। यहाँनिर अब चिम्टे माटोमा मलै छैन क्या।
मल पनि लगाइसक्यौँ। यहाँ गलेर भुत्तुक भएर छ सुना काम्बाङ देख्न सक्नुहुन्छ। यता हामीले यस्तो मल लगाइसक्यौँ। हेर्नुहोस् हामी आराम गरेर बसिरहेको साथीहरू। यहाँ कस्तो टप मेरो सागको बिउको लागि केराको दाम्चा काटिराख्नु भएको छ बहिनी र आमाले चाहिँ। त्यो यतापट्टिको यता सार्नु भनेको क्या, यहाँनिर सारेर उता बारेर अनि यता कोठा निक्लिन्छ भनेर नि। यो बारेको छ नि दुईटा कोठा बिच, त्यसलाई खोलेर अलिक परतिर बारिदिनु अरे। यो यहाँ भएको बिचको खोलेर यता अलिक परतिर यस्तो बारिदिनु अरे के। त्यो उयो लसुन कोठादेखि यता जाने त्यो साथीहरू हामी चाहिँ तरकारी पकाउनलाई गोडी चलाउँदै त्यतिको बढी परेको साथीहरू देख्न सक्नुहुन्छ। अचार पकाएर खानुपर्छ साथीहरू देख्न सक्नुहुन्छ। आजको लागि चाहिँ यति नै साथीहरू। भिडियो फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ भनेर बाचा गर्दै मैले चाहिँ आजको भिडियो इन्ड गरेँ। बाई बाई।